नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल। आज पनि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ एउटा सिम्पल DIY रिफ्रेशिङ समर ड्रिङ्क लिएर आएको छु। त्यो बनाउन अघि चिया खानु है त। अझै मैले 3 मन्थ्स जति भयो यो क्यामोमाइल टी लिन लागेको। यसको बेनिफिट त सबैलाई थाहा नै छ होला। एकदम राम्रो छ, धेरै हेल्थ बेनिफिट भएर मैले युज गर्न थालेको। यो टी लिएदेखि आफ्नो हेल्थमा चेन्जेस नि पाइरहेको छु कि। सो सबैले रिकमेन्ड गर्छु यो चाहिँ म। ल अब समर ड्रिङ्कको लागि बारीमा पुदिना लिन जाऊँ। हाम्रोमा पुदिना नि कस्तो फैलेको छ। यसलाई पानी भए पुग्दो रहेछ, केयर नि चाहिँदैन रहेछ खासै। अब पुदिनालाई मजाले पखालिसकेपछि मिक्सरमा थोरै पानी मिक्स गरेर पिस्ने। अब यसमा कागतीको रस मिक्स गर्ने। यो कागती पनि हाम्रै बारीको हो। मैले चाहिँ 2-3टा कागती मिक्स गरेँ। अब यसलाई आइस मेकरमा राखेर फ्रिज हुन राखिदिने। आइस क्यूब बनिसकेपछि पानीले नै चिसो या रुम टेम्परेचर हजुरको इच्छा अनि आइस क्यूब हाल्ने अनि आफ्नो टेस्ट अनुसार चिनी वा बिरे नुन राखेर इन्जोय गर्ने। मैले 2टा आइस क्यूब राखेँ अनि थोरै बिरे नुन राखेको क्लिप चाहिँ एड गर्न बिर्सेछु। यो आइस क्यूब एकपल्ट बनाएपछि 1 विक जति मजाले चल्छ। सो यो गर्मीको लागि एकदम बेस्ट ड्रिङ्क हो यो एन्ड इजी पनि छ बनाउन। सो ट्राई गर्नु होला। बिजी मान्छेहरूको लागि DIY ह्याक पनि हो रिफ्रेशिङ ड्रिङ्कको लागि। हस् साथीहरू, भिडियो हेर्नेकोमा धन्यवाद। फेरि पनि अर्को भिडियो लिएर आउनेछु। सो प्लिज लाइक एन्ड सब्सक्राइब नि गरिदिनु होला। हस्, नमस्ते।